डिफेन्स अडिग फरवार्ड छ तेज पास गोल ड्रिबल जित हाम्रो मेस सबै टिम कडा छन् अब कसले जित्छ हेर्न बाँकी ताली नारा भिडको आवाज मैदान उज्यालो साथी सिटी बस्दा घाम अस्ताए पनि जोस मर्दैन क्युरेनी मैदान सपना कहिले हराउँदैन हरेक पास हरेक गोलको कथा खेलाडी र दर्शकको जोस चम्कियो माथा आयो आयो बेर कपको फुट्ने बल उत्सव क्युरेनी मैदान दिव्य धाम चम्किलो धन्यवाद खेलाडीलाई जोस हाम्रो हाल दर्शक नाचे नारा उठ्यो आकाशमा घाम अस्ताए पनि जोस नस्ताओस् मेरर कप चम्कियो क्युरेनी मैदान शाने खेलाडी मेहनत उज्यालो हाम्रो मान क्युरेनी मैदान सधैँ चम्कियो खेलकुदको शान आयो आयो मेर कप फुट्यो बल उत्सव क्युरेनी मैदान दिगो धाम चम्किलो धन्यवाद खेलाडीलाई जोस हाम्रो हाल दर्शक नाचे नारा Feliz बिपिन आयो आयो मेर कप फुट्यो बल उत्सव क्युरेनी मैदान दिगो धाम चम्किलो धन्यवाद खेलाडीलाई जोस हाम्रो हाल दर्शक नाचे नारा उठ्यो आकाशमा नगतल्ला माछा सकिन नजिक बुढोको किपरको हो बुढो खैको उताको सिजीतिरको होइन त्यो यस्तो भौड्या तर राम्रो देख्छ राम्रो त राम्रो भन्छ खतरा यस्तो लम्बो
यस्तो दिवस हिँडाउँदा यस्तो सक्छ उनीहरूको कोटी पार्नु गएको त भिडियो त आउनु होला कसको मल Like a friend thing, get out there, don't do this way. Yeah, जाड़ में काटी ये माया मुझे कितना मत ना तो के साथ सुंदर रंग ये दस अब वही है कंपनी का है Mina Nisan जम देश को पालिया फुर्ती इना रुकी रोहितरा उतरा बल वहां की है भन्छ दिया को भर बसेछ कसैको नि फोन उठाइरहन्छ नि यार कहाँ बसेछ त्यो अरू थियो भाइ यार को हो र
हानेको छोड़ देंगे भाई आने वाला बाइक बाइक बवाल बनाएर लिएर आइदियो भाइ और की भयो त ओए ए धन्दै त्यो त बुर्रै उसो सिलिन्डरै कटे छैन यार दुईचोटि पटाए त्यति हो मैले देखेको लेडिस चाबीले फसालेको छु केबल कहाँ छ त भाइ के पो छ त मुजी पटायो भनेको पटाएको छ है अलिकति तिनचोटि अघि कटे छैन त यो एरिया कट्नु परेन चेन्ज गरे यार साइड खुट्टा यसले ल हाने हाने अहिले त हाने हान्यो सर्ट ओए बवाल पर नो चान्स 4 गोल हान्छ भाइ यस्तै पार हो त हान्छ अब हो भयो अबको होप्लेस चाहिँ उनीहरू होप्लेस भइसक्यो किपर नो चान्स गोल अगाडि आइले हान्यो भने बुझ्नु कस्तो दामी छ अरे दामी हान्यो ल इन्डियाबाट आएर दुईचोटि इन्डिया पुगिसक्यो एकचोटि एबिसी सर्किट नै हाल्यो 10 नम्बर के हो नाम यसको माइला भन्नु सन्दीप हो यसको दाइ नि बल खेल्दै सन्दीप सनसाइन सनराज हैन दाइ के छ बल खेल्दै दाइ नि अनि अर्कोको भाइको स्किल नाम त भाइ त्यो सब्सिडी हो ओए बवाल यार ओए गोल गोल अब रोक्यो यार खतरा बवाल है 7 नम्बर हो भने 10 नम्बर भन न मुला मलाई याद छैन के दाइ यो 9 नम्बरले त्यतिकै राखेको रहेछ यार खेल्न आउँदै फिरे हैन होला त्यो सब्सिडीमा हो एक शट ओए हाने फेरि ओए नाइस शट एन्ड उयो छ नि यो भर्खरै हाने नि यो पनि नेसनल प्लेयर उहाँ उसबाट हिजो आएको त्यही छ ओ यो भाइ 16 को वाइट लाग्यो हात नम्बर त मैले देखिन त भेजा लाग्यो कि खेल्नेलाई त भेजा लाग्छ नि त 10 लाख उसले खेलाइदियो बिचारा हेड त्यो पुरा बस्यो त्यो भाइ यार यो बल खेलाडी यो 14 फेरि राम्रो बल हो 14 हो यस्तो बल खेल्छ स्मुथ के त यो आतिर न 12 हो कि 13 कुन हो काठमाडौँबाट आएको भाइ चाहिँ 11 नम्बर जर्सी 11 10 11 र 10 11 14 ए 14 काठमाडौँ एक्जामको लागि अनि यो डिफेन्स फेरि यो गगन भाइ त फेरि आमा त्यो पछाडि त यसले अब यार यो दाजुभाइले सही यो फुटेड हो र चाहिँ हैन दुईटै हान्छ त्यो स्टोन फुट के भने ला कर्नर किक पायो बराल समात्यो नि समात्यो होइन यो भाइ को हो ए सही हातमा लाग्छ कि देखेन के किपर फेरि हाम्रो ढुस हो कि उनको रोकिरहेको छ के छ त भाइटी मात्र भाइले भाइलाई दिँदो रहेछ त्यो अहिले क्या बवाल सेप हान्दै थियो कि त्यो बल यता जान पाएन मात्र बोल्यो भने भनिरहेको थियो त अन्डर एस्टिमेट त गर्नु भएन नि त यसको लेफ्ट साइड फेरि कडा हो हाने 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 कस्तो मिठो देख्यो यार ओजाले हो नानीको ओजा अलिक झम्बर झम्बर छ कि
ए चिकन युट्युबमा जान्छ यतिकै त्यो त्यही कुरेर बसेको यार रेडीमा रहन्छ के आके नत्र त्यहाँ थियो नि यार आइसेन नि त्यसलाई आउँछ भन्ने नै भएन नि त त्यहाँ केटाहरूको पास क्या अब हान्यो यसले सर्ट हान्यो भने गोल हान्यो है दिएन न हान्नलाई त्यो घेरिदियो नि त यतापट्टि दिएन भाइ यतापट्टि दे यता 6 नम्बर खाली थियो नि यार त्यहाँ नि कर्नर किक त्यो कर्नर हो हेडी गोल गोल हान्यो नि यार हान्यो हान्यो आफ्नो गोल हो कसले हानेको कसले हान्यो निशानले हो यो मलाई ओन गोल जस्तो लाग्यो त अझ नि त्यस्तै लाग्यो मलाई सेता आफ्नै टिमले हान्यो अघि आफ्नो टिमले हान्ने जस्तो लाग्यो ओन गोल हान्ने जस्तो लाग्यो मलाई त 4 गोल भन्यो को हो यो निसा भाले जस्तो लाग्यो मलाई 14 नम्बरले सेतोको भएन केही नि लौ 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 लयो एक्लै अब खायो अब गोल खायो भाइ खाला भने ओए नाइस नाइस कट एन्ड बिहाइन्ड खै सेतो लाउने त्यो ड्रेसले कन्फर्म होइन त स्क्यानिङ भयो 4 गोल त हुन्छ होला ढुक्क दुई भयो क्या त्यो यतापट्टिको जुन छैन कहाँ पुगेर ओए भाइ ए ए ए दौडी 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 यो त फल्छ फल्छ फल 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 यो त फल्छ ठकुरी भित्र पातल गइया छ सटामा 9 नम्बर लाखा अझै पुरा स्ट्राइकरको जर्सी 9 नम्बर भनेको त स्ट्राइकरको जर्सी हो नि त यार 14 र चोटी हो अब गाउँको खायो क्या त्यो 9 नम्बर छैन मिठो फेक्सर देखाउँदै होइन कटेल बिहान गर्दै कहाँ दिएको त नि भएन यो अन्डर 16 उताको अन्डर 18 11 अन्डर 18 ओए चाबी ल्यायो यार ल त्यो बुझ्नु चाबी भेटाइ भेटाएन होला है त्यसले चाबी भेटाएर ट्याट्या गर्थ्यो पासपोर्ट भन्दा इम्पोर्टेन्ट चाबी भयो त यार त्यो उतापट्टि भागिरहेको त यो 14 भिडियोग्राफर पुरै म त हेरेँ चुरुट खाएको हालिदिन्छु फेरि खै त निशान भन्दा छैन ऊ के ऊ दौडिरहेको खै ऊ के ओ 10 नम्बर 8 ओ क्रस क्रस होल्ड राखे त कामै छैन नि फल 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 ठिक फल छ यो त हान्छ ओए बाहिर गयो बाहिर ओए गोल यार मेरो कत्रो
किनार र दिव्य धाम साथले देवचुली डाँडामा उठ्यो जोस अपार वडा 1 देखि 17 खेलाडी तयार आयो आयो मेयर कप फुटबल उत्सव केउरेनी मैदान दिव्य धाम चम्किलो धन्यवाद खेलाडीलाई जोस हाम्रो हाल दर्शक नाचे नारा उठ्यो आकाशमा डिफेन्स अडिग फरवार्ड छ तेज पास गोल ड्रिबल जित हाम्रो मेस सबै टिम कडा छन् अब कसले जित्छ हेर्न बाँकी ताली नारा भिडको आवाज मैदान उज्यालो साथी सिटी बस्दा घाम अस्ताए पनि जोस मर्दैन केउरेनी मैदान सपना कहिले हराउँदैन हरेक पास हरेक गोलको कथा खेलाडी र दर्शकको जोस चम्कियो माथा आयो आयो मेयर कप फुटबल उत्सव केउरेनी मैदान दिव्य धाम चम्किलो धन्यवाद खेलाडीलाई जोस हाम्रो हाल दर्शक नाचे नारा उठ्यो आकाशमा घाम अस्ताए पनि जोस नस्ताओस् मेयर कप चम्कियो क्युरेनी मैदान शान खेलाडी मेहनत उज्यालो हाम्रो मान क्युरेनी मैदान सधैँ चम्कियो खेलकुदको शान आयो आयो मेयर कप फुटबल उत्सव केउरेनी मैदान दिव्य धाम चम्किलो धन्यवाद खेलाडीलाई जोस हाम्रो हाल दर्शक नाचे नारा उठ्यो आकाशमा आयो आयो मेयर कप फुटबल उत्सव केउरेनी मैदान दिव्य धाम चम्किलो धन्यवाद खेलाडीलाई जोस हाम्रो हाल दर्शक नाचे नारा उठ्यो आकाशमा पर्मदला हान्ला फेरि त्यहाँ फेरि सिबेलाई भन न भेटा कि भेटाने सिबेले हानेता हाम्रो उठै अब यता थपिदिन्छ हेर न यस्तो छलाइरहेको ओए छिराउले यस्तो गर्छ त यार ओए ओजाल दुसै देखाइदियो त साल आफै छक्की यार हाम्रो सर्ट किप्पा राम्रो रहेछ यसले पाहाडले बजाउँछ भाइ घुसु चाहिँ बोल्दैन यस्तो गरेर के यस्तो बिराको सर्ट हुन्छ नि मौसम गराउने गरेर अब बोलाउनु चाहन्छ है निकाल्न ओए
सर्ट सर्ट हाने हुन्थ्यो त कुनै किक पायो ल ठिक छ ट्राई गर्नु नि घरिघरि त्यो सर्ट गराउनु लियो क्या कोही छैन त फेरि यता मान्छे आयो दस चाहिँ दाइ हो बाबु यसमाथि अझै एउटा दाइ छ त्यो पनि बवाल हो बाबु भन्थ्यो त हात भाँच्दैन नि खेल त्यो अझै यिनीहरू भन्दा नि राम्रो खेल्छ है ट्याक्कै यिनीहरूको स्टेप बाई स्टेप छ कि सन्दीप पनि अन्डर 19 त्यो सर्ट हान्छन् कि डाइरेक्ट निकाल्छन् अब हान्छ कस्तो हान्छ हेरौँ। ओ गोल कसले हो ओ त यसकै हो मिस्टेक हुन्छ ल जाऊ जाऊ नाइस नाइस यार त्यसले 7 नम्बर नभेटेको अहिले भाइ लयो लयो अब उतापट्टि लयो कि दुईजना एउटापट्टि काटेको भए सही हुन्छ उसले पनि सही खेल्यो किनभने पनि पठाएको मैला जसरी खेल्छ त्यो हाने ए हाने नि यार भाइलाई चान्स दियो कि नाइस कस्तो निकालिदिइहाल्यो त बास फेरि मैले यो थारूहरू लास्ट लम्किँदै उसको डट छ निलोको डट छ निलोको डट छ ल त्यो हामी पनि हिजो अहिले खायो अब ए उतै उठाइ दिँदो रहेछ है चल्ने नि के एउटा ट्राई गर्नु नि क्या छ कोही चान्स छ त यार ओ हामी 10 नम्बरले सही गरिदियो लेस गर्नु कहाँ भाइ यो त दाइ फेरि यो गगन भाइ त 4 नम्बर त फेरि र्यामोसकै हो नि त फेरि प्रोडक्ट तर यिनीहरू त 1-2 वर्षपछि त बवाल हुन्छ नि यार सुन थाहा रहेछ त्यो तेरो त सब्सिडै भएन भाइ एउटा भएन होइन यो एकदम उस टिम हो क्या यो भाइ पनि कोही सबै स्ट्यामिना बवाल छ फेरि रेगुलर प्र्याक्टिस हुनुहुन्छ सबै रेगुलर आउँछ नि त भोलि खुल्छ होला क्या निकालिदियो होला हाने अब त हाने ओझै हो कि बिहारीको विशालले बल दुर्बलले हेरेको थिएन यहाँ पुराको खुट्टा भएको भयो त्यो जान्थ्यो देखेर गाउँमा खेल्न आउने भन्ने मात्रै स्योर गोल हुन्थ्यो यार अगाडि जा त्यसले जिना लाग्यो जस्तो गरेर हान्दिएको भए चाहिँ गोल हान्थ्यो अनि दिनमा गरेर हानेको भयो है होइन उसले हानिसक्यो अफसाइड
अच्छा हिमालमा भन्दा चिसो छ यार हिमालमा त घाम लागिरहेको ओए साला छ त खुट्टामा खुट्टाले अनुहारमा खायो होला उयो के छ हल्लिया त रिनिनै भयो क्या साल धन्ने टाउको धन्दै जुत्ती गवन भाइ त फेरि लाने मात्र हो कि छैन नि त बिचरा ओए यस्तो बल त फेरि यो किपर त जितेकै भाइ छोड्नु 4 भनेको 2 मा सीमित हुनु भयो जस्तो छ 4 भइसक्यो मेरो देखिन सुटर जस्तो गरेको इजी मेरो प्रिडिक्सन चाहिँ मिल्न गयो आज चाहिँ लग्यो मात्र जितिन्छ तेह्रको त स्टाइल हो नि भाइ एउटा जित्ने हो जस्तो पनि जित्छ ओए भाइ त राम्रै छोप्यो त्यहाँ भाइ चाहिँ आगोतिर माइनसमा छ क्या टेम्परेचर को छिर्यो दुई जना कोही अर्को त भयो स्पोन्सर गर्थ्यो होला कि स्पोन्सर गर्छ नि त हेर्न हात छोटो रहेछ क्या अलि तल गर न काम माथि गरेको र यो युट्युब हाल्ने भिडियो त्यस्तो बोले साले म्युजिक राख नि त के राख्दैनौ सानो छ ओ गोल 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 ओए गोल गोल फेरि हाल्छ जस्तो अब उसैले हाल्नु पर्यो कि नदिए हुन्छ पास नदिए हुन्छ त्यो भाइ अब होइन यिनीहरूले इजी खेलेन कि अहिलेसम्म होइन अझै रस खेले देखे त अब रस अब खेल्छ नि त अब गोल 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 अब रस खेल्न थाल्यो भने त यस्तै हुन्छ फेरि मास्टर हो र ह्याट्रिक हान्ने चान्स कति थियो त्यो दाइ त खतर दौडिँदो रहेछ भन नि त भाइ खोल्यो हजुर यो हाम्रो न सम्भव खेलाडीहरूलाई नि टोपी दिनु परेको हुन्छ टोपा दिनु पर्यो टोपा पसिना आएन हाम्रोमा घाम लाग्दै हुन्थ्यो अगाडि गरे
अगाडि त दुईजना छ कोही को त्यो होइन 14 होइन 14 नम्बरलाई अब खायो अलिकति कटाइदियो भए त्यसले होइन अब फेरि हाम्रो जस्तो है यो क्या डरा गया उसले हान्न त आएको फेरि खिची बजाएन त के हो र ओए इजी खेलियो त्यो पास होइन दाजु र भाइले नचाइदियो खानु त सुन भाइले हान्यो यिनीहरू पो मलाई फाइनलै उठाउने टिम हो त हाम्रो त पार्टिसिपेन्ट मात्र हो नि त भाइ यस कति मिनट बाँकी छ पत्ता लगाउन अब दाइ 10 मिनट होला 10-15 मिनट 15 मिनट होइन थप्छ नि त अलिकति क्याप्टेनको भूमिका निर्वाह गर्नुभएको छ फायर गर्नु पऱ्यो क्या उसलाई 10 राउन्ड पुरै खाली छोड्यो अब बिगाऱ्यो अब ओए पागल के गरेको छ राउन्ड बलमा झर्दो फल भन्नु अलिक अब त्यो एउटा लडे कल गरेँ त्यो पनि फल छ त 10 नम्बर एक्लै छोड्यो भने के भाइदिनु फेरि अघि कस्तो हान्यो उसले सियर हान्यो कि अफसाइड यार ए जबर शट पास बल बोले हिँड्न भाइ हेर्न यहाँबाट कस्तो खतरा अहिले त्यहाँ कम ठुलो मुडा छ अहिले बसाउँला क्या आनन्दले चिया खाएर बसाउँला गेम सक्यो पकौडा नि ओए 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 यस्तो गर्नु हुन्न यार केटा हो ओ त्यो डबलिङ गरिदियो त्यो गरिदियो त्यसले डबलिङ घरबाट आउने के ओ 10 नम्बर भाइ आफै सट हान आफै पास नदेऊ के त अनि मैले पास गरेँ त्यस्तो उसले हाने त गोल हान्यो अब अफसाइड अब दियो उतिल्ने अफ गरेँ क्या त्यो सट त्यसले गर्दा खायो क्या नम्बर 1 र 14 बिच चलिरहेको खेलमा दोस्रो हाफमा 3 मिनट 3 मिनेट भन्छ त के हो ओके हान्यो हान्यो आफैमा हाने त्यसले ओके कति अरूलाई देखेको फेरि रिसामा बसिरहेको छु सोलाउने अनि त्यसो अन्त लगाउनु केटाहरू त्यस्तो गरेर गयो बल लिएर गयो गयो अनि पुटाएछु बुटो बनाइरहेको ए पेनाल्टी
बुट हेर्दा यता यस्तो भयो यार बाँस हेर्दै यता यस्तो भइसकेछ भनेको बाँस जस्तो पनि देखिँदैन कि बुढो जस्तो देखिन्छ क्या सत्र र 4 भने त 17 र 4 17 अहिले एउटा नम्बर 1 र 14 बिचको खेल चलिरहेको छ जसमा अहिलेसम्म म त बाहिर छु बाबु अब बेलुका घर जान्छु 3 गोल र 14 गोल आजको दोस्रो खेल दोस्रो खेलमा